अहिले भर्खर चर्चामा आएको जुन छ सकुना स्कुलको केस अनि भयो हाम्रो सिङ्गर अ, सुजन चापागाईको केस भयो होइन। यस्तो केसहरू चाहिँ नेपालमा धेरै नै देखिन्छ र तपाईँहरूले पनि देख्नुभएको होला आफ्नै कलेज स्कुलहरूमा कि सिनियर केटा छ 20-22 वर्षको केटा छ अनि त्यसले चाहिँ 8-9 क्लासमा पढ्ने फुच्चाफुच्चीलाई हुन्छ नि डेट गरिरहेको हुन्छ होइन, गर्लफ्रेन्ड बनाइरहेको हुन्छ। सो यस्तो केसहरू तपाईँ देखिरहनु भएको होला होइन। यो केस चाहिँ खै के हो, हाम्रो कलेज हाम्रो स्कुल भन्दा पनि कलेजतिर चाहिँ अलिकति देखा परेको थियो हाम्रोतिर पनि। तर त्यो हाम्रो केस चाहिँ कस्तो थियो भन्दाखेरि कलेजको नामसाम नलिउँ अहिले होइन। सो टिचरको नाम पनि लिँदिनँ होइन, हि इज अ ग्रेट टिचर। तर के हुन्थ्यो भन्दाखेरि उसको लभ चाहिँ 11-12 क्लासको केटीसँग, 17-18 वर्षको केटीसँग, 17-18 नि होइन, कहाँ 16-17 मेबी होइन, त्यो त्यति वर्षको केटीसँग। ऊ चाहिँ लगभग त्यस्तै 30 वर्षको केटा क्या, 10-15 वर्षको जुन ग्याप होइन, त्यो ऊ चाहिँ लभ परेको थियो, त्यो पनि आफ्नो विद्यार्थीसँग होइन। सो त्यस्तो केसहरू धेरै नै छ। अनि एक त त्यो भयो, अर्को भनेको चाहिँ विद्यार्थीले नै अब यस्तो हो, केटा टिचर छ र केटा टिचरले चाहिँ के गर्छ भन्दाखेरि केटी विद्यार्थी अब सानो ठुलो त्यो के हो कुनै होइन, उनीहरूको दिमागै फिल्टर गर्दैन के गर्छ कि आई डोन्ट नो, म त्यस्तो मान्छेलाई कहिले बुझ्न सक्दिनँ होइन। उनीहरूलाई चाहिँ मेसेज गर्ने फ्लड गर्ने यता त्यता, त्यो भयो एउटा होइन। अर्को भनेको चाहिँ कस्तो नि हुन्छ भन्दाखेरि अब राम्रो मिस हुनुहुन्छ, अनुहार चाहिँ अलिकति राम्रो छ, अलिकति यङ देखिरहनु भएको छ भने त्यो टिचरलाई विद्यार्थीले पनि फ्लड गर्छन्, विद्यार्थीले पनि त्यस्तै प्रपोज गर्ने ओर्ने होइन, पछि लाग्ने ओर्ने यस्तो केस मैले देखेको छु। मेरो अब यहाँ एउटा दिदी हुनुहुन्छ मैले चिनेको होइन, त्यसले मलाई भन्नुहुन्थ्यो क्या, यस्तो भयो यता होइन, यस्तो हुन्थ्यो पहिला, अहिले पनि त्यो स्टुडेन्टहरूले चाहिँ मलाई मेसेज गरिरहेका हुन्छन् होइन भनेर भन्नुहुन्छ होइन। सो जुन एउटा हाम्रो सोसाइटीमा जुन एउटा उयो हुनुपर्ने हो नि ब्यारियर, त्यो छैन क्या, त्यो छैन, ब्यारियर नै छैन। अनि तीमाथि अहिले अब म्युजिकहरू पनि हेर्नुहोस् होइन, तपाईँ सर्ट फिल्म्सहरू हेर्नुभयो अथवा म्युजिकहरू होइन, धेरै म्युजिकहरूमा टिचरलाई रोमान्टिसाइज गरे होइन, टिचरले विद्यार्थीले टिचरलाई होइन। सो यस्तै कुराहरूबाट चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई नर्मल हो टाइपको लाग्छ क्या, नर्मल हो चल्छ के भयो त टाइपको लाग्छ, विच इज नट गुड होइन। एउटा टिचर र स्टुडेन्टको जुन रिलेसन छ त्यो चाहिँ मेन्टेन हुनुपर्छ होइन। अब अफकोर्स स्कुल सकेर लभ पऱ्यो त्यो अर्कै कुरा हो होइन, तर स्कुलमै छ भने त्यो लभ पर्नु भनेको आई डोन्ट थिङ्क इट्स इथिकल होइन, त्यो अलिकति अनइथिकल कुरा हो होइन। 18+ छ भने पनि त्यो ठिक कुरा त होइन नि त, टिचर र स्टुडेन्टको लभ पर्नु। पछि त्यो स्टुडेन्टले अब पढिसके पछाडि, त्यो कलेज छोडिसके पछाडि लभ पर्नु भनेको अर्कै कुरा होइन। सेम कलेजमा सेम क्लासमा पढाइरहने त्यो अफकोर्स राम्रो होइन होइन, त्यहाँनिर धेरै कुराहरू हुन्छ। अब ब्रेकअप भयो, सपोज लभ परेर ब्रेकअप भयो भने इट्स अ डेन्जरस थिङ होइन, त्यो त्यहाँ हुनै सक्दैन, त्यो राम्रो हुँदै होइन होइन। सो स्टुडेन्टहरूले पनि टिचरलाई फ्लड गर्ने ओर्ने पिछा लाग्ने ओर्ने देखिएको छ। साथै टिचरहरू त अब अलिकति ठुलो हो नि त, स्टुडेन्ट त लु सानो भयो होइन, माइनरहरू हुन्छ, सानो भयो दिमाग हुँदैन, टिचर त अलिकति ठुलो मान्छे हो नि त। टिचरको चाहिँ जुन छ एउटा ब्यारियर राख्नुपर्छ जस्तो लाग्छ मलाई होइन। अब केही फ्लड गऱ्यो जिस्कायो भने मेबी एकचोटि बोलाएर सम्झाउने ओर्ने, त्यसपछि उसले गर्दैन होला होइन। अनि साथै के हुन्छ भन्दाखेरि टिचरले पनि आफूलाई कन्ट्रोल गर्नुपर्छ होइन, त्यो एकदम ब्याड थिङ हो होइन। जुन अब सुजन चापागाईको पनि हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि उसले पनि माइनर केटीहरूलाई चाहिँ मेसेज गर्ने ओर्ने, माइनर क्या, जानी माइनर खोज्ने क्या, हिको ल्याप डाउन विथ होइन। ऊ त्यस्तो सिङ्गर होइन, ठुल्ठुलो केटीहरूलाई अब हुन्छ नि गर्लफ्रेन्ड बनाउन सक्ने ओर्ने केटा हो होइन। सो तर पनि माइनरलाई नै ताकिरहेको हुन्छ होइन, यो माइनरप्रतिको अब्सेसन के हो आई डोन्ट नो होइन। सो मैले कहिले पनि बुझिनँ यो कुरा चाहिँ, तपाईँहरूलाई पनि अब के भन्नु र, तपाईँहरू पनि बुझ्नुहुन्न होइन, मलाई पनि थाहा छैन, तपाईँलाई पनि थाहा छैन, आई डोन्ट नो के भन्ने हो होइन। तर जुन केसेसहरू आइरहेका छन् होइन,
यो एकदम कन्सर्निङ कुरा हो। तर अहिले चाहिँ के छ भन्दाखेरि मान्छेहरूको अलिकति अवेर भएका छन् मान्छेहरू होइन। सो त्यस्तो माइनर साइनर यता त्यता बुझ्ने भएका छन् होइन। अलिकति आजभन्दा 10-15 वर्ष अगाडि हेर्ने हो भने बुझ्दैनथे क्या, बुझ्दैनथे होइन। अहिले चाहिँ अलिकति कम भएको छ। अहिले चाहिँ अब त्यही 12 क्लासमा पढ्ने केटाको चाहिँ 6-7 क्लासमा पढ्ने फुच्चीसँग लभ परिरहेको हुन्थ्यो होइन। त्यो अहिले अलिकति कम भयो जस्तो लाग्छ, किनभने मान्छे अलिकति अवेर भयो होइन। त्यस्तो त्यो लभ हुनै सक्दैन क्या, द्याट क्यानट बी अ लभ म्यान होइन। कसरी हुन्छ, कसरी? त्यो बच्चालाई के थाहा, केही नै थाहा हुन्न होइन। त्यो बैंस चढिसकेको केटा र बैंसै नआएको केटीलाई के थाहा हुन्छ, केही थाहा हुन्न होइन। सो केटाको पनि हुन्छ त्यस्तो केसहरू, केटीको मात्रै होइन। केटा पनि अब कुन केस कस्तो हुन्छ भन्दाखेरि टिचर चाहिँ ठुलो होइन, मैले यो केस नै देखाएको छु। टिचर चाहिँ ठुलो अब कति 20-25-30 वर्षको केटी होइन टिचर, अनि केटा चाहिँ फुच्चे 9-10 क्लासको होइन। त्यस्तो पनि देखेको छ होइन। त्यो बोथ साइड्समा चाहिँ जुन छ गल्ती हुन्छ, मेन चाहिँ टिचरको हुन्छ होइन। टिचर त अलिकति ठुलो मान्छे हो नि त, ठुलो मान्छे भएपछि अलिकति बुझ्नु पऱ्यो, बुझेको मान्छे हो नि त। अब त्यो स्टुडेन्टलाई सम्झाउने कुरा हो क्या, सम्झाउनु पर्छ होइन। टिचर भएपछि बुझाउनुपर्छ, सम्झाउनुपर्छ। टिचरै त्यस्तो खत्तम चाहिँ हुनु हुँदैन। सो यो सकुना स्कुलको मात्र केस होइन, यो केस धेरै 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 स्कुलको छ। तपाईँहरूको स्कुलमा नि छ होला, तपाईँलाई थाहा छ होला होइन। सो यदि तपाईँहरूको स्कुलमा नि त्यस्तो केही केस छ भने यु क्यान कमेन्ट डाउन होइन। सो हाम्रो कलेजमा चाहिँ थियो होइन, 1-2वटा केस थियो। अब त्यही बुढो सरले होइन त्यही अब 11-12मा पढ्ने फुच्चीलाई डेट गरेको छ, घुम्न गएको छ होइन। अनुहार चाहिँ देखाएको छैन, तर अब थाहा पाइहालिन्छ नि त्यो त्यही फुच्ची हो भनेर होइन। अनि त्यो भयो एउटा। अर्को भनेको चाहिँ त्यो कति त्यस्तै अब हुन्छ नि, स्टुडेन्ट र टिचरको चाहिँ अब धेरै नै भेटिने क्या सरकारी स्कुल होइन। खै के हो, केटीलाई म्यानिपुलेट गरेको हो कि अथवा चाहिँ टिचर नराम्रो हो कि स्टुडेन्ट नराम्रो होइन। अफकोर्स टिचर नराम्रो हो जस्तो चाहिँ लाग्छ मलाई। टिचर सुल नो द लिमिट होइन। दे आर दि फाउन्डेसन अफ आवर सोसाइटी। उनीहरूले जे पढाउने हो स्टुडेन्टले त्यही नै पढ्ने हो। उनीहरू जसरी बाँच्ने हो स्टुडेन्टले त्यहीबाट सिक्ने हो होइन। स्टुडेन्टले आफ्नो प्यारेन्ट्सलाई भन्दा पनि बेसी चाहिँ टिचर्सलाई देखेको हुन्छ क्या। किनभने 8-9 घन्टा चाहिँ जुन चाहिँ स्कुल हुन्छ होइन, दिनको 8-9 घन्टा स्कुल, अनि घरमा कति बस्छ र एउटा स्टुडेन्ट? 4-5 घन्टा बस्छ, त्यसपछि सुत्छ क्या। देख्दैन उसले मम्मी बाबा धेरै सिक्ने भनेको टिचर्सहरूबाट, प्यारेन्ट्सहरूभन्दा बेसी टिचर्सहरूबाट सिक्छ होइन। सो टिचर्स सुल नो द लिमिट। एउटा लिमिट हुन्छ मान्छेको होइन, सोसाइटीको एउटा लिमिट हुन्छ। त्यो लिमिटलाई अलिकति भङ्ग पारो भने यो पुरै कोल्याप्स हुन्छ क्या। त्यसो गर्नु हुँदैन। सो इफ यु आर टिचर अनि त्यस्तो नगर्नु होला होइन। सो इफ यु आर स्टुडेन्टले पनि आफ्नो लिमिट थाहा पाउनुपर्छ होइन। अब त्यो 9-10मा पढ्ने स्टुडेन्ट पनि सानो बच्चा त होइन, अलिकति भए पनि अवेर पार्नुपर्छ होइन। अफकोर्स तपाईँहरूको गल्ती छैन, नहोला होइन। तर अहिलेको यस्तो इन्टरनेटको जमानामा चाहिँ अलिकति तपाईँहरू पनि अवेर हुनु होला होइन। यदि कुनै टिचरले तपाईँलाई त्यस्तो गरिरहेछ भने प्लिज कम्प्लेन टु द प्रिन्सिपल होइन। अफिसमा भन्ने ओर्ने। यदि प्रिन्सिपलले नि गरिरहेछ भने अफकोर्स टिकटक फेसबुक छँदैछ होइन, लिक गरिदिने ओर्ने, द्याट युजुअल डु होइन। तपाईँ फाइट गर्नुपर्ने हुन्छ तपाईँको लागि। सो यो भिडियो चाहिँ एउटा अवेरनेसको लागि थियो। म धेरै त केही पनि थाहा छैन मलाई होइन। के भन्नु चाहन्छु भन्दाखेरि इफ यु आर सिइङ होइन, एउटा सानो फुच्चीले चाहिँ 10-12 क्लासमा पढ्ने अथवा ब्याचलर पढ्ने केटालाई डेट गरिरहेछ, मेक द फुच्ची अवेर होइन। सकेसम्म अब मानिन भने अब के गर्ने र होइन, प्यारेन्ट्सलाई भनिदिने ओर्ने। सकिन्छ भने अब त्यो माइनर केटीलाई केही थाहा नै हुन्न नि त होइन। सो त्यो गर्न खोज्ने यदि त्यो गर्न सक्नुहुन्न भने ठिकै छ होइन। सो अर्को कुरा के हो भन्दाखेरि यदि तपाईँ स्टुडेन्ट हो भने प्लिज टिचरलाई टिचर जसरी हेर्नु होला होइन। र यदि तपाईँ टिचर हो भने स्पेसल्ली तपाईँ टिचर हो भने होइन, तपाईँले गरे पनि नगरे पनि तपाईँको गल्ती हुन्छ होइन। सो योर रेस्पोन्सिबिलिटी इज टु मेक योर स्टुडेन्ट्स अवेर एन्ड त्यही हो होइन। तपाईँ नै फेरि त्यस्तो खत्तम भइदिनु भयो भने चाहिँ सोसाइटी नै खत्तम हुन्छ। अ ब्याड टिचर एउटा टिचरले होइन कतिजना स्टुडेन्ट पढाउँछ, 30-40जना स्टुडेन्ट, 100-150जनाले पढाउँछ। एउटा क्लास 3टा क्लास पढायो भने एउटा क्लासमा कम्तीमा 20देखि 30जना स्टुडेन्ट हुन्छ क्या मिनिमम 60-70जनालाई इन्फ्लुएन्स गर्छ क्या त्यो एउटा टिचरले। सो टिचर हो भने चाहिँ यु हेभ अ बिग रेस्पोन्सिबिलिटी होइन।
यस्तो कुरामा चाहिँ नफस्नुहोस् तपाईँ। अनि यदि तपाईँ यस्तो कुरामा फस्नुभयो भने यु आर नट अ टिचर, यु आर अ डम एज पेडोफाइल होइन। द्याट्स इट, थ्याङ्क यू फर टुडे।